पसल पेजमा स्वागत छ। आज चाहिँ के भयो भने रातभरि रुग्यो, बुढी जिउँदै भने जस्तो भयो। बिहानै बजार गयो, भैँसीको मासु, चामल, टमाटर, प्याज सब मसलाहरू लिएर आएर यसो हेरेपछि ग्यास त खाली रहेछ कि अब ग्यास भर्नु जाँदैछु। ग्यास भरेर आएर चाहिँ सब काम चाहिँ अब साथीहरूलाई दिनुवाला छु पकाउनु, किनभने मेरो काम चाहिँ सक्यो यति नै हो, मासु बनेर ग्यास भर्ने। ग्यास भर्ने जग्गा आइपुगेँ। यहाँ एउटा सिलिन्डर चाहिँ अलरेडी भर्दै रहेछ। मेरो चाहिँ यहाँ सानो मिठो सिलिन्डर बसिरहेको छ। अब यसलाई भरेर चाहिँ लानेवाला छु। ग्यास भर्ने सिस्टम चाहिँ यो प्रकारको रहेछ है। यसैको ग्यास भरेर रिटर्न हुँदैछु। जाँदैछु क्याम्पतर्फ। ग्यास चाहिँ भरेर उसले बोकिदिइरहेको छ हाम्रो टोटो ड्राइभरजीले। पर क्याम्पसम्म चाहिँ बोकेर लगिदिन्छु भनेर अघि बोकेर हिँड्दैछ। म चाहिँ पछि छु। म चाहिँ आइपुगेँ। यहाँ चाहिँ साथीहरूले एकदम रेडी गरिरहेको रहेछ मासु। यो चाहिँ अचारको लागि लसुन केलाइरहेको रहेछ बच्चाले। यता सब्जीहरू पनि राखिरहेको छ। यता फेरि खुर्चेले के खोज्दैछ पनि रङ खोर्सानी रहेछ। यता काकाले चाहिँ पकाइसकेर भाँडा कराई एकदम मास्नु हुँदैछ। यस्तो छ है फौजको जिन्दगी चाहिँ। यता भाँडाहरू त्यही हो, तपाईँहरूले पहिला भेट्नु भएको यो भाँडाहरूको भिडियो त। यता चाहिँ हाम्रो मास्टर सेफले एकदम कपालमा चाहिँ कलर लगाएर चाहिँ ह्यान्डसम भएर चाहिँ पकाउँदै रहेछ। उहाँको फेरि हातको चाहिँ यस्तो मिठो हुन्छ नि है, हात चाटी खायो भने यस्तो छ है, यस्तो छ। हात काटेर म्युजियममा राख्दा पनि हुन्छ अरे। यहाँ हाम्रो खुर्चेले चाहिँ स्टार्ट गर्नु थाल्यो। मासु चाहिँ अब यस्तो मजाको बनाएको छ नि साथीले। ल साथी भयो, आजलाई यति नै। पछि फेरि अर्को भिडियो लिएर आउनेछु। धन्यवाद।